प्रतिबद्धता पनि म यहाँ जारी गर्न चाहन्छु। लामो समयदेखि वैश्य संगठन जसरी एक ढङ्गले पुरानो विरासतलाई बिस्तारै छोड्यो कि भन्ने एउटा आशंका पहिला भइरहेकै बेला संगठनले नयाँ फेरि कार्यकारी समिति बनाएर जसरी त्यसै गरी एउटा संगठनलाई एउटा सम्मेलनमा सामेल गरेको छ, प्रदेश जिल्ला हुँदै प्रदेश हुँदै एउटा राष्ट्रिय समितिसम्मको जो चाहिँ एउटा अभियान जसरी संगठन अगाडि बढेको छ, त्यस अन्तर्गत हामीले जसरी आज भव्य ढङ्गले यहाँ चाहिँ जिल्ला सम्मेलन हामीले सम्पन्न गर्न सफल भयौँ। यसले के ऊर्जा पैदा गरेको छ भने आज मैले यो यहाँ पत्रकार गर्दै गर्दा यो टिका लगाउँदै गर्दा मैले यहाँ भित्तामा टाँसिएका शहीदहरूलाई मैले सम्झना सम्झिएको छु। किनभने म सानो बच्चा थिएँ जब सानो धेरै घरमा पनि हुनुहुन्थ्यो, उहाँ घरमा आउनुहुन्थ्यो, खाना खानुहुन्थ्यो, नेताको घरमा जानुहुन्थ्यो, बस्नुहुन्थ्यो। त्यति बेला मलाई यो विषयमा 4-5 क्लासको हुँदा 4-5 क्लासमा पढ्ने एउटा सानो बच्चा त्यति बेलामा चाहिँ एकदम कटुताका साथ कुराहरू मिलाइरहेको हुन्थ्यो। रेडियो सुनिन्थ्यो, अरू प्रकृतिको कुरा पनि हुँदैथ्यो, दैनिक आदत कार्यहरू यति मऱ्यो, माओवादीहरू यति मऱ्यो भन्ने समाचार सुनिन्थ्यो। तर माओवादीहरू यति मऱ्यो भन्दा दुःख लाग्थ्यो भने साइसानाहरू यति मऱ्यो भन्दा साह्रै खुसी चाहिँ हुने लाग्यो। किनभनेदेखि त्यति बेला बच्चाबाट चाहिँ एउटा यो पार्टीप्रतिको माया हो जसरी सुरुवात गर्थेँ, एउटा सङ्घर्ष चाहिँ पार्टीले चाहिँ सुरुवात गर्यो। यो सङ्घर्षले एउटा त यो युद्धबाट चाहिँ एउटा सानो बच्चाबाट चाहिँ एउटा यो पार्टीप्रतिको जुन चाहिँ एउटा धारणा बन्दै गयो, आकर्षण बढ्दै गयो र यसले लिएको विचारहरूको चाहिँ एउटा लक्ष्य छ। त्यसभित्र चाहिँ आफूलाई सामेल गर्दै आज चाहिँ जसरी जिल्लाको अध्यक्ष बन्ने सौभाग्य जसरी चाहिँ एउटा अवसर प्राप्त गरे, यो अवसरलाई म त्यत्तिकै मर्न दिने छैन। वैश्यलाई एउटा नयाँ उचाइमा पुर्याएर जसरी तमाम युवाहरू बेरोजगारीको स्थिति, विदेश जानुपर्ने स्थिति, एउटै कुरा त छन्। हाम्रो नेतृत्व जसरी प्रभावको नेतृत्वमा सिङ्गोली जिल्ला एक जिल्ला भएर चाहिँ जसरी अगाडि बढेको छ, उहाँले लिएका दूरगामी निर्णयहरू, दूरगामी उद्देश्यहरू जसरी जिल्लालाई एउटा नमुना जिल्लाको रूपमा विकास गर्नको लागि जसरी उहाँले चाहिँ महत्त्वका निर्णयहरू गर्नुभएको छ, त्यो निर्णयलाई पुरा कार्यान्वयन गर्नको लागि सम्मेलन प्रतिबद्ध भएर लागेको छ। त्यसै गरी युवामा जसरी हामी चाहिँ निरन्तर रूपमा 10 वर्ष पुग्नै थाल्यौँ, हामीले स्थानीय चुनाव निरन्तर रूपमा एक सत्र रूपमा माओवादी पार्टीको चाहिँ अड्डाको रूपमा चाहिँ हामीले जिल्लालाई स्थापित गर्दै आएका छौँ। स्थापित गर्दा गर्दै पनि यहाँबाट युवाहरू विस्थापित हुने एउटा समस्या छ। यो समस्या पार्टीले आफ्नो स्थानीय सरकारसँग गम्भीर समस्या छ, गम्भीर रूपमा गरेर एउटा न एउटा निकास दिने यहाँ आएको छ। अर्को कुरा जसरी पार्टीभित्र पछिल्लो तर्फमा केही दुर्गन्धहरू फैलिरहेका छन्, पार्टीभित्र केही रूपमा चाहिँ हामीले जुन कुरा नयाँ सोच उत्पादन गर्न चाहन्न, जुन कुरा चाहिँ हामीले चाहँदैनौँ, जुन कुरा हामीले माओवादी कुरा चाहिँ सहन सक्दैनौँ, त्यो कुराको बिस्तारै भइरहेको छ। हाम्रा नेता, हाम्रा कार्यकर्ता जसले गर्दा कतै न कतै पार्टीभित्र असन्तुष्टता, पार्टीभित्र गुटबन्दी, पार्टीभित्र देखा समस्या उत्पन्न भएको छ। म युवाको एउटा नेताको जिल्लाको नेताको हैसियतमा यहाँ प्रतिबद्धता गर्न चाहन्छु। ती कुराहरू हल गर्नको लागि एक नम्बर भूमिका निर्वाह गरिनेछ। यो सङ्गठनलाई पार्टीले कसैको भित्त बनाएर दिन दिएको छैन। आफू भित्र चाहिँ भित्र राख्ने, त्यसपछि पार्टीलाई मेरो मभन्दा छैन भन्ने र आफ्नै ढङ्गले चाहिँ पार्टीलाई हामीले जुन खालको एउटा प्रवृत्ति चाहिँ यहाँ हामी भएको छ त्यसलाई अन्त्य गर्नको लागि उहाँले अन्तर्गतमा चाहिँ भूमिका निर्वाह गर्नेछ। मलाई स्मरण छ, मलाई थाहा छ, हिजो नेताहरूले कार्यकर्ताहरूले केही न केही ब्लकबाट, केही न केही हरायोबाट आन्तरिक आयोजन गर्थ्यो। यो आन्तरिक आयोजनको कुरा मैले सुनेको छु, बुझेको छु र देखेको छु। अहिले हाम्रो पार्टीमा दण्डको कुरा, दण्डको व्यवस्था त हराएको छ, कागजको कुरा हराएको छ, जसले गर्दा हराएको छ। एउटा मौलिक अवस्था छ, यसलाई पनि यो सङ्गठनले वैश्विक गम्भीर रूपमा लिनेछ। र अर्को कुरा युवा रोजगारका कुरा, युवा व्यवस्थापनका कुरा, अहिलेको नयाँ युगमा नयाँ आवश्यकतामा जुन शिक्षामा विकासको कुरामा चाहिँ कम्तीमा